यहाँ हेरो गाइस अभिनय ओरेलिन हमारे संग एक बचपना हेरो सिक करो Hello everyone, welcome back to my channel with a new video. So what's up? I hope you all are doing good. के भइरहेछ लगाउनु सो आज चाहिँ हाम्रो एकदम सर्टेनली 2 मिनेटमा मतलब प्लान त अगाडि बनेको थियो क्या हो मलाई र हामी साथीहरुलाई चाहिँ एकदम सर्ट टाइममा इन्फर्मेसन मिल्यो कि आज हामी घुम्न जाँदै छौं बिकज आज चाहिँ हाम्रो छुट्टी छ सो आज चाहिँ हामी हाम्रो ग्रुप जाँदै छौं घुम्न हामी कहाँ घुम्न जाँदै छौं म्याम आलीतालतिर घुम्न जाँदै छौं हामी आलीताल घुम्न जाँदै छौं आलीताल गाउँपालिका आलीतालको ताल हेर्न आलीतालको ताल हेर्न नमस्कार म्याम ठिकै छ यो पहिले सबैजना राम्री राम्री बनेर आइसकेछन् देवकी मिस देख्नु भएन हो देखिए ल अब हाम्रो सानो आजको घुमघाम जर्नी स्टार्ट हुन्छ वाउ इट्स अटम awesome चढ्ने बाटो म उत्रिन्छु भन्ने आलीताल यो खोलो यति लामो छ साह्रै लामो खोलो रङ्गुन खोला यो हामी चाहिँ पुगिहाल्यौं आलीताल यति हामी चाहिँ फाइनली आलीताल पुगिसक्यौं पछाडि देख्न सक्नुहुन्छ आलीतालको एकदम सुन्दर भ्यू गाइस यता के हो बोटिङको पनि व्यवस्था छ त छैन तेरी ल अब परशुराम अरे आलीताल इन्टर Wow, wow, wow. Alital. This is the beauty of Alital. Wow. के छ त कस्तो लागिरहेछ आलीतालमा आएर यही वर्ष शाहरुख खान वाला ल अब तालको वरिपरि एकचोटि राउन्ड हान्न जाऊँ है त यहाँ हमार संगरिया पूरा जारो घाम केला रेडी हो कालबटिन ई हेरो काहे डरला बाटो गर्नु त हूँ जार लागि त फे ओहरले मु घाम लागि त कपारी मुहरले असिक रेडी हुई परत घुम जाए बेर हाम्रो त बस झ्याप से उठो चलो 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 लावा लस्कर गो चालिन वाउ यहाँ त कति शीतल छ नि यहाँ चाहिँ बीच बीचमा यस्तो सिडीहरु पनि बनाएको छ हिँड्दा हिँड्दै थाक्नु भयो भने बस्नलाई यस्तो सिडीमा बसेर विश्राम पनि गर्न सकिन्छ तर हामी हिँडिरहेका छौं सिस्नो लगाएर करेन्ट लाग्यो यत्रो पुरै नघुम्ने यत्रो पुरै घुम्यो भने त रात पर्ने होला आधा घण्टामा लाग्छ यति त हो अरे पुगिहाल्यौं एकै बजे दिउँसो दुई चोटि भात खाएर आएको छ न भात त पचाउनु पर्यो त लालपरी कहाँ गेलिए नेक्स्ट कालीपरी फास्ट फास्ट हिँड्ने गाइजहरु चाहिँ उता अगाडि पुगिसकेछन् हामी स्लोवरहरु चाहिँ यता पछाडी छौं यो हामी अलि
चाँडै नै आयो रहेछौँ। कमलका पातहरू मात्रै देखिँदैछन्, फुलै छैन अझै फुलेको। यहाँ अब घुम्न आएको साथीहरूलाई टिकटक बनाउनु मन छ, टिकटक बनाउनु अरे। फुट हो फुट के हो ऊ त अरू पनि छन् दुईटा तल पनि छन् त्यो बेलै ताम्नु त धेरै एउटा छ। हामीले चाहिँ यहाँ के पायौँ? काँक्रा अरे, वाइल्ड कुकुम्बर। ओ सिस्नो लाग्यो, करेन्ट लाग्यो कि नै सानी? लुक्दैछ। सिस्नुको काँक्रा, सिस्नुको नि काँक्रा हुन्छ? ओ केराको त्यो त केराको जस्तै हुन्छ पोसास्तै हो र? तरकारीको किरा मर्छ हेर्नु। दिस इज कल सिस्नो अरे। सिस्नो टिपेर लग्नु नि त। यहाँ हाम्रो साथी चाहिँ आफ्नो बचपनको यादलाई ताजा गर्दै के गर्नु भएको यो? यसको चाहिँ यो फुलबाट अनि यो मह खानुपर्छ। यसको मह खानुपर्छ। कस्तो हुन्छ? टेस्टी हुन्छ। वाउ, मह पनि कस्तो होला गुली। पहिला पहिला अब मेरो चाइल्डहुड मेमोरी है, यही रोहनीको बिहालाई हामीहरू चाहिँ लिपस्टिकको रूपमा लगाउँथे। अनि यहाँ गाला गालामा रोज लगाउँथे, ओठमा लिपस्टिक लगाउँथे। अहिले म टिपेर देखाउँछु है त। हामी चाहिँ त्यहाँबाट आएको, ठ्याक्कै आधा पुगिसक्यौँ। हिँडाइको बिचमा हाम्रो गाइजहरू फोटो खिच्नमा व्यस्त। कस्तो राम्रो पिङ रहेछ है यहाँ त। हामीले खेल्यो हुन्यो। लो हेरो यहाँ हमार संग रे काम बुढ़ा गिलिन बचपना भर्खर आई तीन। हेरो कसी करतीन यहाँ हेरो ना, यहाँ हेरो कसी करतीन सुझ बुढ़ा गिलिन यहाँ बचपन भर्खर आई तीन। हेरो लड़का सब करतीन। हेरो ऐसी मन देख ले रहो गाइस कहूँ। हेरो तो बांदर आधा बांदर हम सब करतीन। हेरो करने पे करो यही तल तो सब ल मैले चाहिँ अब यो सानोलाई पनि सिकाइदिएँ यस्तो काम गर्न। ल ल ल ल ल ल अब हाम्रो सगारीको कार्ना बस्नु म हल्लाइदिन्छु। कहाँ ट्र्याक्टर चलिरहेछ? ल त्यहाँ चाहिँ ट्र्याक्टर चलिरहेछ है माछाको। यहाँ हेरो गाइस, अभी नै ओरेलिन हमारसँग एक बचपना हेरो सिक करतीन। यहाँ हेरो हामी चाहिँ हेरेको हेरै भाइ। यहाँ हेरो हामी चाहिँ हेरेको हेरै यहाँसँग रियाक्ट करतीन। हामी हेरेको हेरै यहाँ हेरो यहाँ हेरो यहाँ हेरो यहाँ हेरो यहाँ हेरो यहाँ हेरो आफू जना यहाँ आइछु बाटै यहाँ हेरो टाउको है। ल ल ल गाइस, यहाँ हाम्रो सानो नानीको पनि इन्ट्री भएको छ। ल गाइस हेर्नुस् हेर्नुस्, हामी चाहिँ हेरेको हेरै छ। यहाँ हेरेको हेरै, म पनि हेरेको हेरै छु गाइस। साथीहरूलाई हेर्नुस् गाइस, हामी चाहिँ आलिताल आएको छु गाइस। यहाँ चाहिँ हाम्रो साथीहरूको बचपनसँगै हाम्रो सानो नानीको पनि बचपन हो चलिरहेको छ। यादगार पलहरू यहाँ रहेका छन्। हेर्नुस् हेर्नुस्, मजा आइरहेछ मजा आइरहेछ। देखो देखो हामी चाहिँ हेरेको हेरे। यस्तो यस्तो कारनाम गरिसकेपछि बल्ल यहाँको वर्थित भयो। मजा आयो मजा आयो मजा मजा आयो मजा, जुत्ता पनि आयो। यहाँ चाहिँ सानो भ्यू टावर पनि रहेछ गाइज। कस्तो लागिरहेछ त चढ्दै भ्यू टावर? यो भग्लो त यहाँको डम्मारा छ। अघि चाहिँ मैले सानोमा हामी लिपस्टिक बनाएर लगाउने बोर्ड चाहिँ यही हो र यही दाना हो। अहिले म यसलाई लगाएर देखाउँछु है त कसरी। पहिला यसलाई यो दानालाई टिप्ने अनि अरे यसरी लगाउँथे।
यसको चाहिँ यस्तो यस्तो रातो रातो कलर बस्यो क्या। अहिले चाहिँ मैले सेम यही कलरको लिपस्टिक लगाएको हुनाले कलर देख्नु भएको छैन, बट यसरी रातो यसरी कलर हुन्थ्यो यस्तो। सानोमा चाहिँ यस्तै यस्तै हरकतहरू कामहरू गरिन्थ्यो। ल अब हामी चाहिँ घुमघाम गरिसक्यौँ अलिताल। नाउ गोइङ ब्याक टु आवर रुम। नदी अरे कुखुराका पछि लागेर होइन मेरो कुखुरा कहाँ छन् त्यो रुखमा बच्चाहरू। त्यहाँ 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 अगाडि किमु खाइरहेछन्। खै तिमीले के को फुल लिएर आछौ देखाउ त। वाह के को फुल हो यो थाहा छैन। अब हामी यहाँ खाजाको खोजीमा। हाम्रो दाइ यहाँ नास्ता सोध्दै एक ठाउँमा नास्ता भेटिए पाउँछ भनेर अहिले खबर आएछ, ताजा खबर। भोक लागिरहेछ, मलाई पनि भोक लागिरहेछ। खोज्दा खोज्दा बल्ल तल्ल एउटा नास्ता पसल पाइयो। त्यो पनि माखै माखा छन्। ओ माई गड, उफ फेस हेर्न लायकको छ यहाँ। मन परेन जस्तो लाग्यो। तिमीलाई के खान मन थियो नानु? भन त सानो। पिज्जा। यहाँ कहाँ पाउने त पिज्जा? हेर त चाउमिनै पाउन अप्ठ्यारो छ। हामी परशुरामबाट घुमेर रुम पुगेको अवस्था, थकाइ लागेको अवस्था। है 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 फलेछन् त। यता फलिसकेका रहेछन् हाम्रो जोगबुढामा। ओके, घुमघाम यात्रा सकियो। आई होप तपाईँहरूले भिडियो लास्टसम्म हेर्नुभएको होला। भिडियो अब कस्तो लाग्यो फिडब्याक दिनु होला। मलाई अब अझै राम्ररी भ्लगिङ गर्न पनि आउँदैन, अझै सिकिरहेको छु। सो गिभ मी सम फिडब्याक्स, कसरी भ्लगिङ गर्नु, कन्टेन्ट्सहरूको बारेमा एन्ड कस्तो भइरहेछ, प्लिज कमेन्ट इट डाउन। थ्याङ्क यू। सो दिस मच फर टुडे। स्टे ट्युन गाइज फर नेक्स्ट भ्लग। त्यतिन्जेलको लागि बाई बाई।